हेलो गाइस, हेलो एभ्रिवान। मैले चाहिँ नोट जेएसमा एउटा प्रोजेक्ट गरिरहेको थिएँ ब्याकएन्डको। एन्ड एउटा कुरा तपाईँले नोटिस गर्नुभएको छ कि नै, इफ यु आर अ मर्न डेभलपर देन तपाईँले चाहिँ एउटा कुरा नोटिस गर्नुभयो होला के भन्दाखेरि कहिलेकाहीँ चाहिँ एपिआईहरू डिबग गर्नका लागि एकदमै गाह्रो हुन्छ। लाइक कस्तो त भन्दाखेरि कुन एपिआई चाहिँ कतिखेर हिट गर्यो र कहाँनिर इरर आइरहेछ भनेर त्यो फाइन्ड गर्न चाहिँ एकदमै कतिखेर गाह्रो भइरहेको हुन्छ यदि कम्प्लेक्स एपहरू गराउँदै हुनुहुन्छ भनेपछि। सो त्यसलाई चाहिँ इजिली चाहिँ कतिखेर कसरी डिबग गर्न सकिन्छ भन्ने कुरा चाहिँ मैले यहाँ हल्का सेयर गर्न गइरहेको छु। मैले चाहिँ हल्का इजिएस्ट वे अफ डिबगिङ द इन्कमिङ रिक्वेस्ट एन्ड भनेर चाहिँ हल्का रिसर्च गरिसकेपछि केही चाहिँ पत्ता लगाउन गएँ एन्ड त्यही कुरा चाहिँ म यहाँ सेयर गर्न गइरहेको छु। फर्स्टमा चाहिँ मैले मेरो एपको चाहिँ कम्प्लिट सेटअप गरिसकेको छु, जसमा मैले एपिआई रेस्पोन्स इरर ह्यान्डलर सबै चाहिँ गराएर एउटा राउट गराएर र मिडलवेयर कन्ट्रोलर गराएर चाहिँ एउटा सेटअप चाहिँ मैले गरिसकेको छु। सो माई एप इज रनिङ अन। अहिले चाहिँ मेरो एप चाहिँ रन भइरहेछ 8,000 पोर्टमा चाहिँ यो एप चाहिँ चलिरहेछ। सो त्यो डिबग कसरी गर्ने त इजिएस्ट वे चाहिँ के हुनसक्छ भन्दाखेरि लेट्स सी हेरौँ है त। अब तपाईँ चाहिँ यहाँ जानुभयो भने एउटा चाहे डक्स भन्ने एउटा साइट छ, जसमा तपाईँ जानु चाहे कोड भन्ने एउटा साइट छ जसमा तपाईँ जानुभयो भने एउटा यहाँ लास्टमा चाहिँ तपाईँले देख्नुहुन्छ एडभान्स नोड लगर भन्ने। अब यो नोड लगरले चाहिँ के गर्ने रहेछ त भनेर मैले यसो हेर्दै गएँ। यहाँ चाहिँ मैले दुईवटा चिज भेटाएँ। द फर्स्ट वान इज विङ्स्टन एन्ड अर्को चाहिँ मोर्गन भन्ने दुईवटा कुरा चाहिँ मैले भेटाएँ। यिनीहरूको काम के रहेछ त भन्दाखेरि विङ्स्टनले के गर्ने रहेछ त भन्दाखेरि हाम्रो जुन डेभलपिङको बेलामा प्रोडक्सनको बेलामा चाहिँ एपहरूमा यसले चाहिँ इररहरू एप्लिकेसनमा के कस्ता इररहरू छन् त्यसलाई चाहिँ एउटा फर्मेटेड वेमा चाहिँ लग गर्ने काम गर्ने रहेछ। कन्सोलमा चाहिँ अथवा टर्मिनलहरूमा चाहिँ लग गर्ने काम चाहिँ विङ्स्टनले गर्ने रहेछ एउटा फर्मेटेड वेमा। र यो जुन मोर्गन छ, यो मोर्गनले चाहिँ के गर्ने रहेछ त भन्दाखेरि जुन हाम्रो सर्भरमा चाहिँ रिक्वेस्टहरू आइरहेको हुन्छ नि, एचटिटिपी रिक्वेस्टहरू, त्यो रिक्वेस्टहरू चाहिँ कतिखेर आयो, कुन रिक्वेस्ट आयो, कुन एपिआई हिट गर्यो, त्यो एपिआई हिट गर्न कति टाइम लगायो भन्ने जस्ता कुराहरूलाई चाहिँ लग गर्नका लागि चाहिँ युज गरिने रहेछ। सो लेट्स सी कसरी चाहिँ यसलाई युज गरिन्छ हेर्नुहोस् है त। सो जस्ट कपी दिस कमान्ड एन्ड तपाईँले चाहिँ यसलाई आफ्नो टर्मिनलमा डाइरेक्टली पेस्ट गर्न सक्नुहुन्छ। यसरी पेस्ट गरिसकेपछि यो दुइटै चाहिँ हाम्रो इन्स्टल भइसक्छ है त। लेट्स जस्ट वेट। या इन्स्टल भइसक्यो। एन्ड देन तपाईँले के गर्न सक्नुहुन्छ भने यहाँ तल आउनुभयो भने कन्फिग्रेसन भन्ने छ, जसमा चाहिँ हामीले एउटा पहिला सबभन्दा सुरुमा चाहिँ विङ्स्टनलाई कन्फिगर गर्छौँ। सो विङ्स्टनलाई कन्फिगर गर्नका लागि चाहिँ हामीले हाम्रो जुन एप छ त्यसमा चाहिँ एउटा लगर डट जिएस भन्ने चाहिँ गराउँछौँ। एन्ड गाइज प्लिज यसलाई चाहिँ के गर्ने त भन्दाखेरि हामीले रुट फोल्डरमा नै गराउँछौँ है त, कुनै पनि अरू डाइरेक्टरिजहरूमा चाहिँ हामीले यसलाई गराउँदैनौँ। सो एउटा रुट फोल्डरमा मैले जेएस भन्ने एउटा फोल्डर बनाएँ। एन्ड तपाईँले केही पनि गर्दैन, जस्ट कपी दिस कोड एन्ड पेस्ट इट हियर, जस्ट सेभ। अब तपाईँले यदि यो कुराहरू जान्न मन छ यहाँ के भइरहेछ भनेर भन्दाखेरि म भन्छु। गाइज यो जुन विङ्स्टन भन्ने जुन छ नि, यसमा चाहिँ हामीले तीनवटा कुराहरू चाहिँ हामीले पाउँछौँ है त। द फर्स्ट वान इज क्रिएट अ लगर, जसको माध्यमबाट चाहिँ हामीले लगर बनाउँछौँ। लाइक कस्तो लगर भने कस्तो हो त भन्दाखेरि हामीले जुन लग हुन्छ नि कन्सोलमा लग गर्दाखेरि, जस्तै कन्सोल डट लग लेख्छौँ नि हामीले, त्यो लगमा चाहिँ कसरी चाहिँ हामीले लगर कुन फर्मेट कसरी चाहिँ हामीले लग गर्ने भनेर त्यो एउटा लग चाहिँ क्रिएट गर्छौँ यसबाट। एन्ड फर्मेट भनेर चाहिँ कुन फर्मेटमा चाहिँ हामीले त्यो लगलाई चाहिँ प्रिन्ट गर्ने त, कसरी चाहिँ कुन फर्मेटमा, जस्तै युआरएल कहाँनिर देखाउने, त्यसै गरी कुन एपिआई पोइन्टहरू हिट गर्यो, कति टाइममा हिट गर्यो, त्योहरू चाहिँ हामीले यो फर्मेटबाट गर्छौँ। एन्ड ट्रान्सपोर्ट भनेर चाहिँ डाटाहरू कसरी ट्रान्सपोर्ट भइरहेछ भन्ने कुराहरू चाहिँ गर्छौँ। एन्ड तपाईँले यहाँ हेर्न सक्नुहुन्छ कन्स्ट
कन्सोल लग फर्मेट भनेर सरी यहाँ यो पनि हेरौँ पहिला सुरुमा हामीले जुन फर्मेट भन्ने छ नि फर्मेटमा चाहिँ 3-4वटा कुराहरू छ अरू पनि डन्नै पाइन्छ गाइस तपाईँहरूले यसलाई इन्टरनेटमा गएर रिसर्च गरेर हेर्न सक्नुहुन्छ फर्स्ट वान इज कम्बाइन यो कम्बाइन भने केही पनि होइन इट इज जस्ट ऱ्यापर द्याट ऱ्याप अल द थिङ्स अनि यो टाइम स्ट्याम्प भने त थाहा नै होला तपाईँहरूलाई अब जेसन भने एउटा जेसन फर्मेट चाहिँ हामीले गराउँछौँ एन्ड कलराइज भने चाहिँ कलरमा चाहिँ लगरहरूलाई चाहिँ डिफ्रेन्ट कलरहरूमा सो पहिला सुरुमा हामीले एउटा कन्सोल लगको एउटा फर्मेट बनाउँछौँ कुन फर्मेटमा गर्ने भने जसमा चाहिँ हामीले फर्मेट डट कम्बाइन इट जस्ट कम्बाइन अल द थिङ्स हियर यो सबै थिङ्सलाई चाहिँ यसले कम्बाइन गर्छ एउटै ऱ्यापरमा चाहिँ ऱ्याप गर्छ सो जसमा चाहिँ कलराइज गऱ्यौँ जसले गर्दामा चाहिँ हाम्रो जुन लग हुन्छ त्यो चाहिँ अलिकति डिफ्रेन्ट देखिन सक्छ एन्ड फर्मेट अफ द प्रिन्ट जसमा चाहिँ हामीले लेबल र मेसेजलाई मात्रै रिटर्न गरेका छौँ अनि यहाँ हेर्न सक्नुहुन्छ एउटा विङ्स्टन लगर गरेका छौँ जसमा यहाँ तपाईँहरूले क्रिएट अ लगर छ यहाँ लगर गरायौँ हामीले एन्ड यहाँ चाहिँ एउटा लेबल छ जसमा इन्फो भन्ने तपाईँले देख्न सक्नुहुन्छ सो यो लेबल जुन छ यो लेबल भन्ने चाहिँ के हो त भन्दाखेरि तपाईँले यहाँ इन्फो मात्रै नभएर तपाईँले यहाँ अरू जस्ट यसले चाहिँ के गर्छ त भन्दाखेरि हाम्रो एप्लिकेसनमा भएको वार्निङहरू इरोरहरू सबै चाहिँ यसले प्रिन्ट गर्ने काम गर्छ यो तपाईँले यहाँ चाहिँ अब इन्फो राख्नुभयो भने जनरल इन्फर्मेसनहरू चाहिँ यसले प्रिन्ट गर्छ एन्ड फर्मेट भइहाल्यो एन्ड ट्रान्सफर भने न्यू ट्रान्सफर जसमा चाहिँ हामीले डाटाहरूलाई कसरी ट्रान्सफर गर्ने भनेर चाहिँ एउटा गराछौँ यो भइहाल्यो होइन एन्ड आई डोन्ट लाइक दिस यसलाई चाहिँ मैले यस्तो गर्छु एन्ड फेरि तपाईँ यहाँ आउनुभयो भने तपाईँले देख्नुहुन्छ यहाँ इन्डेक्स डट जेएसमा तपाईँको जुन इन्डेक्स डट जेएस हुन्छ नि लाइक एप डट जेएसमा चाहिँ तपाईँले यो पुरै कोडलाई चाहिँ कपी पेस्ट गर्न सक्नुहुन्छ है पुरै कोड जस्ट कपी दिस एप डट जेएसमा जानुहोस् एन्ड गाइज प्लिज आफ्टर दिस एक्सप्रेस एप तपाईँले चाहिँ यहाँ तल गएर चाहिँ यसलाई पोस्ट गर्नुपर्ने हुन्छ एन्ड देन तपाईँले यो सबै कुराहरूलाई माथि लग्नु होला एन्ड गाइज दिस इज टोटल्ली रेडी नाउ अहिले चाहिँ यो पुरै रेडी भइसकेको छ अब तपाईँले चाहिँ यसलाई युज गर्न सक्नुहुन्छ ल अब यहाँ चाहिँ मोर्गनको यो चाहिँ पुरै मोर्गन हो गाइज जसमा चाहिँ एउटा युज मोर्गन मिडलवेयर चाहिँ हामीले युज गरिरहेछौँ जसमा चाहिँ एउटा मोर्गन भन्ने चाहिँ ऊ छ जसमा चाहिँ दुईवटा कुराहरू छ एउटा मोर्गन फर्मेट छ एन्ड अर्को चाहिँ एउटा स्ट्रिम्स जसमा चाहिँ के छ त भन्दाखेरि हरेक टाइम एउटा मेसेज पास हुन्छ एन्ड ऊ स्प्लिट नर्मल जाभा स्क्रिप्ट यो चाहिँ स्प्लिट भनेको चाहिँ सो यहाँ चाहिँ हामीले एउटा लगर छ जसमा चाहिँ स्ट्रिङिफाई गरेका छौँ सबै अब्जेक्टलाई हाम्रो जति पनि आउटपुटहरू प्रिन्ट हुन्छ ल सो लेट्स जस्ट सी द्याट है त हाम्रो जुन लग छ हेर्नुलाई एप चाहिँ कुरासँग चाहिँ लेट्स रिस्टार्ट दिस what just happened what just happened it here I don't see any error node module oh sorry guys and logger ko import bhayena done and it's running guys no still not why not it is running oh guys it's your thing .js missing and I think it's now running well yeah it's okay now let's go to postman मा गएर ल हेर्नुहोस् है त मैले यहाँ एउटा एपिआई हिट गर्छु जसमा चाहिँ मैले गराएको थिएँ जुन अब ल सेन्ड गरेँ मैले एन्ड सक्सेसफुल्ली हाम्रो जेसन रेस्पोन्स आएको छ हामी यहाँ गएर हेऱ्यौँ भने हेर्नुहोस् यहाँ अब सो तपाईँले यहाँ देख्न सक्नुहुन्छ कति सजिलै चाहिँ हाम्रो यहाँ इन्फर्मेसनहरू आयो जसमा कुन मेथड चाहिँ हामीले युज गरेका थियौँ पोस्ट मेथड इफ यु सी हामीले यहाँ पोस्ट मेथड नै युज गरेका थियौँ एन्ड युआरएल कुरा गर्नुहुन्छ भने युआरएल चाहिँ हामीले लास्टमा कुन युआरएल हिट गरेका थियौँ हेर्नुहोस् hello/tags एन्ड स्ट्याटस हाम्रो के थियो
200 एन्ड रेस्पोन्स टाइम कति थियो भनेपछि 12.52 यस दिस इज गाइस यति नै थियो मैले सेयर गर्न खोजेको एन्ड इफ यु लाइक इट गाइस तपाईँले गएर यो चाहे कोडको डकुमेन्टेसनमा गएर तपाईँले यो हेर्न सक्नुहुन्छ है त एन्ड प्रिटी गुड यो चाहिँ एकदमै गुड छ एकदमै राम्रो छ र तपाईँलाई धेरै नै हेल्प गर्न सक्छ यसले है त सो आई रिकमेन्ड यु टु युज दिस